नमस्कार, म बम बिडिया साई। सर्वप्रथम हाम्रो युट्युब च्यानल भ्याकेसन ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। नमस्कार साथीहरू, आज हामी जमसमदेखि मुक्तिनाथ हुँदै पोखरासम्मको पवित्र यात्रा गर्दैछौँ र यो यात्रा अविस्मरणीय पनि रहनेछ र हामी यति बेला जमसममा हिजो साँझ आएर बसेका थियौँ भने अब यो बिहानी पख यो प्रभातकालीन समयसँगै हामी चाहिँ मुक्तिनाथ दर्शनको लागि हामी सबैजना फ्यामिली ग्रुप चाहिँ जाने तयारीमा हामी कोठाबाट रेडी भएर बाहिर निस्किसकेका छौँ। हिमालको काखमा बसेको मुक्तिनाथ मन्दिरतर्फ हाम्रो यात्रा अगाडि बढिराखेको छ। हामीले हाम्रो गाडीको सिसाबाट दायाँ बायाँ देखिरहेको दृश्यहरू, हामीले हिमालयका दृश्यहरू, पहाडहरू, यहाँको पत्थरिलो र सुक्खा भूगोलको बिचबाट र यात्रा गर्दैछौँ भने हामी यात्राकै क्रममा यहाँ दायाँ बायाँ अगाडि देखिएका सम्पूर्ण दृश्यहरू हाम्रो भिडियोमा हामीले कैद गर्ने प्रयास गरेका छौँ। हाम्रो यात्रा जमसमबाट अगाडि बढ्दैछ गाइज। यो मुस्ताङ जिल्लाको सदरमुकाम जमसम बजार हो। यहाँ एयरपोर्ट पनि रहेको छ गाइज। हामीले काली गण्डकी रिभर माथिको पुलबाट हामीले क्रस गरेका छौँ यो पुललाई। यो बिहान सबेरैको हाम्रो यात्रा एकदमै अविस्मरणीय, एकदमै आनन्दमय यात्रा भइराखेको छ र यहाँको हावापानी एकदमै चिसो छ। चिसो मौसममा हाम्रो यात्रा अगाडि बढिरहेको छ। गाडीको झ्यालबाट देखिएका थुप्रै दृश्यहरू हामीले कैद गरेका छौँ र यहाँहरूले यी कैद गरिएका दृश्यहरू अवलोकन गरेर हेरेर आनन्द लिन सक्नुहुनेछ। यो बाटो साह्रै रोमाञ्चक छ र पहिले यो बाटो कच्ची थियो रे र आजभोलि यो बाटो पिच भएको छ। मन्दिरसम्मै पिच छ भन्ने कुरा हामीले सुनेका छौँ र यात्रा रमाइलो हुँदैछ र हाम्रो टोली अगाडि बढिरहेको छ। यहाँबाट मुक्तिनाथ मन्दिर पुग्न झन्डै 2 घन्टाको समय लाग्नेछ गाइस। हामी बिहानै उठेर मर्निङ सिजनमा चाहिँ मन्दिरको पूजाआजा हुने समयमा चाहिँ हामी पुग्यौँ भने यो चाहिँ राम्रो हुन्छ भनेर हिजो हामी धेरै छिटो जमसममा आइपुगेका थियौँ। तर त्यहाँ बसेर अहिले हाम्रो बिहानको यात्रा सुरु भएको छ। हामीले मोबाइलबाट सेतामे हिमालका दृश्यहरू हामीले देखाइरहेका छौँ। यो स्वर्गभन्दा कम छैन। यदि तपाईँ यो ठाउँमा आउन चुक्नु भएको छ भने प्लिज तपाईँहरू एकचोटि यो ठाउँमा आएर रमाइलो लिन सक्नुहुन्छ र यहाँको स्वर्गीय आनन्द प्राप्त गर्न सक्नुहुन्छ। यहाँको जियोग्राफिकल स्ट्रक्चर एकदमै अनौठो प्रकारको रहेको छ गाइस। हामी अलि अगाडि गएपछि कागबेनी पुग्नेछौँ र कागबेनीबाट 2टा बाटो फाट्नेछ। एउटा अप्पर मुस्ताङको लागि छुट्नेछ भने अर्को चाहिँ मुक्तिनाथ मन्दिरसम्मको यात्रा। मुक्तिनाथ मन्दिरसम्मको बाटोमा हामी अगाडि बढ्नेछौँ। काली गण्डकी रिभरको दृश्यहरू र हिमालय सेतामी बिहान पखको
किरणसँगै टल्किएका हिमालहरूको दृश्य हामीले देखाइराखेका छौँ। एकदमै रमाइलो महसुस भइराखेको छ गाइस। जमसमदेखि मुक्तिनाथसम्मको यात्रा एकदमै रमाइलो भइराखेको छ। हामीले दायाँ बायाँ माटो र ढुङ्गाले बनेका घरहरू, गाउँहरू, बस्तीहरू हामी देखाउँदै अगाडि बढिरहेका छौँ र स्याउका बगैँचाहरू र ओखरका बारीहरू पनि देखाउँदै हामी अगाडि बढिरहेका छौँ। ओखरको बारीहरू, ओखरको गोटाहरू हामीले देखाइरहेका छौँ। यो कच्ची घरहरू छ, त्यो रमाइलो छ गाइस। एकदमै शान्त र एकदमै मनोरम दृश्यहरू देखिने यो ठाउँहरू स्वर्गभन्दा कम छैन गाइस। तपाईँहरू यो ठाउँलाई मिस नगर्नुहोला। जीवनमा एकचोटि यो ठाउँमा आउनै पर्ने हुन्छ गाइस। हामी पहिलोचोटि मेरो आदरणीय बुवा मुवाहरूलाई ल्याएर यो मुक्तिनाथ मन्दिरसम्म आउनुपर्ने एउटा अवस्था सिर्जना भयो। बुवा मुवाहरू एकदमै बुढो भइसक्छ र उहाँहरूलाई एकचोटि मुक्तिनाथ स्वर्गद्वारी चाहिँ पुर्याइदिनुपर्छ, घुमाइदिनुपर्छ भन्ने मान्यताले मैले यहाँसम्म ल्याएर आएको छु र विशेष गरी उहाँहरूको आत्मामा केही शान्ति जाओस् भन्ने चाहिँ उद्देश्य रहेको छ बुढाबुढीको है। यहाँका पातलो पातलो बस्तीहरू हामी देख्छौँ, टाढा टाढा दृश्यमा हामीले देखिराखेका छौँ। सानो सानो बुटाहरू, यहाँ धेरै ठुलो जङ्गलहरू नहुने रहेछ यो हाइटमा। हामी सायद समुद्री सतहबाट 3800 मिटरको उचाइमा हामी पुग्नेछौँ र बुवा र मुवालाई चाहिँ अलिअलि
सास फेर्न गाह्रो भएको जस्तो फिल गरिराख्नु भएको छ। तर पनि उहाँहरूले साहस गर्नुभएको छ। जीवनमा पहिलोचोटि मुक्तिनाथ यात्रा गर्न पाउँदा उहाँहरू एकदमै हर्षित र खुसी हुनुहुन्छ र म पनि खुसी छु गाइस। जीवनमा अरू के नै गर्न सकिन्छ र बाबुआमाको लागि यति चाहिँ गर्नु चाहिँ मेरो धर्म पनि हो, कर्तव्य पनि हो गाइस। यी बस्तीहरू साँच्चीकै एकदमै नेचुरल प्राकृतिक र एकदमै मनमोहक दृश्यहरू रहेका छन् गाइस। बिर्सिनै नसकिने स्वर्ग जस्तो आभास हुने र एकदमै मनमा आनन्द महसुस हुने ठाउँ मुक्तिनाथको तल हामीले त्यो फिल गरिरहेका छौँ। हाम्रो अगाडि एउटा बस चाहिँ उडिराखेको छ गाइस। तर यहाँ गाडीलाई उकालोमा तान्न पनि अलि मुस्किल हुँदो रहेछ। यो अल्टिट्युडको कारणले हुनसक्छ। गाडीमा म्युजिक लगाएर टोलीले रमाइलो गर्दैछ। तर भ्लग चाहिँ अलिकति अनकम्प्लिट हुन्छ जस्तो मलाई फिल भइरहेको छ। किनभने जुन भ्लगमा हुनुपर्ने जुन सिनहरू हो त्यो चाहिँ मैले पर्याप्त मात्रामा देखाउन सकिराखेको छैन। किनभने चिसो अत्याधिक छ। त्यो भएर हातहरू बाहिर निकाल्यो भने एकदमै चिसो फिल भइरहेको छ। त्यो भएर हामी त्यो देखाउन सकिरहेका छैनौँ। यसको लागि म क्षमा चाहन्छु। नेक्स्ट टाइम निश्चित पनि हामी आउनेछौँ र त्यसपछि एकदमै व्यवस्थित र राम्रो भिडियो बनाउनेछु भन्ने मैले सोच बनाएको छु गाइस। हिमालयका दृश्यहरू टिक हामीले देखाइरहेका छौँ। फाइनली गाइस हामी मुक्तिनाथ परिसरको गाडी पार्किङ स्थलमा हामी पुगिसकेका छौँ। मुक्तिनाथ बजारमा हामी पुगिसकेका छौँ गाइस। यस्तो दृश्यहरू रहेको छ। यहाँ बनेका घरहरू पक्की घरहरू रहेछ। हामी फाइनली एकदमै चिसो छ गाइस। ज्याकेट लगाउँदा पनि एकदमै चिसो भइरहेको छ यो चैत वैशाखको महिनामा। एकदमै यहाँ चाहिँ धेरै यात्रुहरू, धेरै तीर्थयात्रीहरू चाहिँ यहाँ गाडी पार्किङ गरेर बसिराख्नु भएको छ भने मेरो जीवनसङ्गीले सानीलाई बोकेर हिँडिरहेको छ। सानीलाई भयङ्कर चिसो भए जस्तो छ गाइस। यहाँ आगो ताप्दैछ। टोली बिस्तारै अगाडि बढ्ने हामीले प्रयास गरिरहेका छौँ र म भिडियो खिचिरहेको छु तर आफूलाई देखाइरहेको छैन। मलाई पनि चिसो भइरहेको छ। यहाँ धेरै टाढाबाट यहाँ मुक्तिनाथ दर्शन गर्नको निम्ति विशेष गरी इन्डियाबाट धेरै मानिसहरू यहाँ आउनुहुँदैछ। एउटा धार्मिक हिसाबले मुक्तिनाथ एकदमै महत्त्वपूर्ण ठाउँ रहेछ गाइस। मैले पनि युट्युबहरू हेरेर मुक्तिनाथको बारेमा थाहा पाएको र पहिलोचोटि आफू फिजिकल्ली यहाँ पुग्दैछु र म यो जे कुरा देख्दैछु, जे कुरा अनुभव गर्दैछु त्यही कुरा म तपाईँहरूलाई सेयर गरिराखेको छु। ल वान साइडबाट टोली अगाडि बढिराखेको छ। यहाँ अरू धेरै तीर्थयात्रीहरू, पर्यटकहरू चाहिँ अगाडि बढिराख्नु भएको छ। यहाँ हाम्रो टोलीले सेल्फी भिडियोहरू लिइराखेको हामीले देखिरहेका छौँ र म यो खाली लाइनबाट अगाडि बढ्दैछु। यो एउटा ग्रुप मात्र जाने हो तर माथि दर्शन गरेर फर्किनेको लागि यो लाइन हो यताको है। सिँढीहरू चढ्दै हामी अगाडि बढिरहेका छौँ।
यहाँको दृश्य एकदमै रमाइलो छ। यो नेपालको नक्साको चुच्चे नक्सा बनाएको रहेछ गाइस। पारिपट्टि भित्तामा दामी देखिएको छ हिमाल पहाड र तराईलाई देखाएको छ। जे होस् बुवासँगको यात्रा एकदमै रमाइलो बन्छ, रमाइलो हुनेछ भन्ने आशा गरेको छु। आज ल मेरो आदरणीय बुवा चाहिँ मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पुगिसक्नु भएको छ। बुवालाई अलिकति गाह्रो भइरहेको छ उहाँलाई सास फेर्न, किनभने बुवाको यतिकै पनि छातीमा समस्या छ। तर पनि बुवा यहाँ चाहिँ पुग्नु भएको छ, धन्यवाद भन्न चाहन्छु। र हाम्रो आधा टोली तलै छ है, पुग्दैछ। एकदमै गाह्रो फिल भइरहेको छ। हामी समुद्री सतहबाट 3800 मिटरको उचाइमा छौँ भने यहाँको टेम्परेचर अहिले -14-15 डिग्री सेल्सियस रहेको छ। तर हाम्रो छानीलाई एकदमै चिसो बढी भएको छ र बुवालाई पनि चिसो भएको छ। तर तातो पानी ल्याउन चाहिँ बिर्स्यौँ गाइस। बुवा र मुवा बसिराख्नु भएको छ, अब नजिकै छ, धेरै टाढा छैन। गाह्रो भयो बुवा छैन, मुवालाई चाहिँ केही भएन, ठिक छ। ल हाम्रो टोली चाहिँ मुक्तिनाथ परिसरमा पुगेर पनि आधा टोलीले नुहाइसक्यो गाइस। 108 धारा नुहाइसकेपछि आएर यो दुईटा कुण्डमा 3-3 चोटि डुबुल्की मार्यो भने अहिलेसम्म आफूले गरेका पापहरू चाहिँ पखालिन्छन् भन्ने एउटा विश्वास छ। यो हिन्दू धर्म अनुसार एउटा बिलिफ सिस्टम छ, त्यो अनुसार मान्छेहरू यहाँ पुग्छन्। र त्यो ल हाम्रो बुवाले चाहिँ कपालमा बाँधेर नुहाउँदै हुनुहुन्छ। उहाँहरूलाई त यो स्वर्ग जस्तै फिल भइरहेको होला। चिसो छ गाइस। फाइनली मुवाले चाहिँ 108 धारा नुहाइसक्नुभयो, नमस्कार गर्नुभयो मुक्तिनाथलाई। चिप्लो छ, बिस्तारै अगाडि बढ्नुपर्छ है। चिप्लो छ, यहाँ चाहिँ पुरै जमेको छ है। -14 डिग्री भनेपछि यहाँ पुरै जमेको छ। यहाँ धेरै मानिसहरू हामीले देखाइराख्नु भयो एउटा मुक्ति पाउनको निम्ति र जीवनमा गरेका थुप्रै गल्ती प्रायश्चितहरूलाई पखाल्नको लागि मानिसहरू यहाँ पुग्ने गर्दछ। रमाइलो छ। उहाँले एउटा कुण्डबाट अर्को कुण्डमा यसरी पनि यहाँ चाहिँ तीर्थयात्रीहरू आउने गर्छन्। तर उहाँहरू चाहिँ बिरामी हुनुहुन्छ सायद, त्यो भएर उहाँहरूले प्लास्टिक प्रयोग गरिरहनु भएको छ। बिचारा एउटा विश्वास त हो नि, एउटा विश्वासले मान्छे कहाँ पुग्छ भन्ने कुरा यहाँ चाहिँ थुप्रै प्रमाणहरू उदाहरणहरू हामी देख्न सक्छौँ। तर उहाँले डुबुल्की डुबाउनु भयो, तर टाउको डुबाउनु भयो। ल चिसो भइराखेको छ। हामी चाहिँ बुवालाई कसरी नुहाउने भनेर अलिकति हामीलाई मलाई चाहिँ गाह्रो भइराखेको छ। अब बुवा बिरामी हुनुहुन्छ, एकातर्फ उहाँलाई सास फेर्न गाह्रो भइराखेको अवस्था छ। तर पनि मैले बुवालाई मनाएर टाउकोमा पानी 108 धाराको पानी चाहिँ टाउकोमा सर्केर यस मुक्तिनाथ आएको कुरा चाहिँ प्रमाण त दिनु पऱ्यो नि होइन गाइस। बुवाले यसरी नुहाउनु भयो, मैले पनि यसरी गरेँ। हुन त मलाई त्यो विश्वास त लाग्दैन, तर धेरै मानिसहरू विश्वासले यहाँ आउनुहुन्छ। एउटा बिलिफ सिस्टम छ, मुक्तिनाथ यात्रा गऱ्यो भने मुक्ति पाइन्छ। यहाँ जीवनमा गरेका प्रयासित गल्तीहरू पखालेर यहाँ 108 धारामा नुहाएपछि
पगारिन्छन् भन्ने एउटा जनविश्वास छ। यहाँ हिन्दू धर्म र बौद्ध धर्म दुइटै मान्ने मानिसहरू यहाँ आउन सक्छन् र यहाँ आएर पूजाआजा गरेर फर्किन सक्छन्। गाइस, मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउँदा आत्माले शान्ति अनुभव गर्छ र अहिलेसम्म हामीले गरेका कर्महरूको चाहिँ शुद्धिकरण हुन्छ भन्ने कुराको चाहिँ विश्वास रहेको छ। त्यही अनुरूप हाम्रो बुवाले पनि टाउकोमा पानी हालेर स्नान गर्दै हुनुहुन्छ र यति जोस चाहिँ बुवाको आएको थियो। म त यति पनि गर्न सक्नुहुन्न होला जस्तो मलाई फिल भइरहेको थियो। तर एकदमै रमाइलो यो दृश्य हामीले देखिरहेका छौँ। यहाँ थुप्रै भक्तजनहरू, थुप्रै तीर्थयात्रीहरू र पर्यटकहरू चाहिँ यहाँ ठेलाठेल छ। अहिले एकैछिनमा धेरै मानिसहरू यहाँ आइपुग्नु भएको छ। यो ठाउँ हिन्दू र बुद्ध धर्म मान्ने दुवै धर्मका लागि अत्यन्तै पवित्र मानिन्छ मुक्तिनाथ क्षेत्र। गाइस, हामी यसको यो मन्दिरको वरिपरिको दृश्यहरू हामी अवलोकन गरिराखेका छौँ र यसको भिडियो क्लिक पनि गरिराखेका छौँ। अब फाइनल्ली हामीले त्यो गरिसकेका छौँ र अब हाम्रो टोलीभित्र मन्दिरमा टीका लगाउनको लागि भित्र प्रवेश गरेको छ। हामी एकैछिन पुजारीसँग टीका लगाइ मागेर हामी फर्किनेछौँ। यसपछि हामी जमसममा फर्किनेछौँ। यहाँ चाहिँ सानीले मोबाइल हेरिराखेकी छिन्, बुवाले पानी समातेर बसिराख्नु भएको छ। बुवाको स्वास्थ्य स्थिति अलिकति कमजोर भएको कारणले गर्दाखेरि उहाँले नुहाउन सक्नु भएन, तर टाउकोमा पानी हालेर उहाँले चाहिँ कर्मकाण्ड चाहिँ पुरा गर्नुभएको छ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। र यो मन्दिरको हामीले दृश्य देखाइरहेका छौँ। यताबाट घाम परिरहेको छ, त्यही भएर एकदम क्लियर मन्दिरको चाहिँ दृश्य आइरहेको छैन। जे होस्, जे जस्तो आउँछ त्यस्तै हामी चाहिँ खिचेर भिडियो बनाइराखेका छौँ। र यो यहाँबाट देखिने यो मुक्तिनाथको मन्दिरको चाहिँ यो वरिपरिको यो मुक्तिनाथ मन्दिरको परिसर रहेको छ। र यहाँ अरू पनि थुप्रै ठाउँहरू छन् घुम्नलाई भन्ने कुरा सुन्न त सुनेको हो, तर यहाँ टोली चाहिँ अलिक चिसोको कारणले गर्दाखेरि अरू ठाउँ पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। गाइस, मन्दिर परिसरमा अझै त मानिसहरू घामको किरण पनि यहाँ पर्न परिसकेको छ। गाइस, घाम लाग्यो भने अलिकति राहत चाहिँ हुन्छ होला सायद। यो मन्दिर हामीले जो देखाइराखेका छौँ यो मुक्तिनाथ मन्दिर हो। आज हामी मुक्तिनाथ परिसरमा छौँ, तर यो बिरलै यस्ता ठाउँहरूमा आउने एउटा अवसर मिल्दछ र बुवा र उहाँको चाहिँ यसरी भिडियोद्वारा फोटो सेसन गरिरहेका छौँ र बुवा र उहाँ खुसी हुनुहुन्छ। जे होस्, उहाँहरू खुसी हुनु पर्यो। ल, हाम्रो पुरा सिङ्गो टोली अब हामी सेल्फी भिडियो बनाएर फर्किनेछौँ। सबैजना खुसी हुनुहुन्छ। यहाँ आएर हामी ननुहाउने मध्येमा 3 जना भएका छौँ, तर जे होस् मनदेखि सोच्यो भने सबै कुरा पुरा हुन्छ भन्ने कुरालाई हामीले विश्वास गर्छौँ। यत्रो भिडभाड बढिसकेको छ। अब हामी बिस्तारै गाडी रोकेको ठाउँसम्म जानेछौँ र हाम्रो टोली अगाडि बढ्दैछ। हामी अब ओह्रालो झर्दैछौँ। गाइस,
दायाँ बायाँ भिडियो खिच्दै अगाडि बढिराखेका छौँ। यो मुक्तिनाथ परिसरमा भएको एउटा स्तूपा हो गाइस। यसमा यो मन्दिर निर्माण गर्नका निम्ति र मानिसहरूले गरेको योगदान र यो मन्दिरको इतिहास झल्किने केही कुराहरू लेखेको छ गाइस। फाइनली गाइस हामी फर्किसकेका छौँ, तर त्यहाँ हामी गाडीमा चढ्दै गरेको दृश्यहरू देखाउनु पर्ने कारणवश त्यो देखाउन सकेनौँ। हामी बिस्तारै फर्किँदैछौँ। अब जे होस् एउटा मिसन चाहिँ कम्प्लिट भएको छ मेरो जीवनमा। मेरो ठुलो रहर थियो लुगा मुहाहरूलाई एकचोटि बिक्रीमा पुर्याउनु पर्छ भन्ने। दायाँ बायाँका दृश्यहरू हामी भिडियोमा क्लिक गर्दै अगाडि बढिरहेका छौँ। बादल 81 बादल देखेका छौँ हामीले आकाशमा र हिमपात भइरहेको पनि हामी देखिरहेका छौँ। यहाँको मौसम छिनछिनमा बदलिने क्रम हुँदो रहेछ। एकदमै मनमोहक छ मुक्तिनाथ मुस्ताङ जिल्ला है गाइस। अप्पर मुस्ताङ त एकदमै गाह्रो हुन्छ अरे, तर हामी अप्पर मुस्ताङको योजना होइन, हामी लोवर मुस्ताङ नै घुमेर फर्केका छौँ। तर नेक्स्ट टाइम अप्पर मुस्ताङ जाने गरिकन आउने योजना चाहिँ छ। त्यो भयो भने हामी फुल हाम्रो ट्राभल एडभेन्चरको टोटल भिडियो हामी चाहिँ देखाउनेछौँ। हामी हिजो साँझ बसेको होटेलमा नै हामीले खाना खानेछौँ र त्यहाँ हामी एकछिन रेस्ट गर्नेछौँ र त्यसपछि हामी जोमसोमबाट पोखराको लागि हिँड्नेछौँ गाइस। माथि हिमपात भइरहेको छ, डाँडा काँडा हामीले देखिरहेका छौँ। अघि टोटल्ली हिउँ पडिरहेको डाँडाहरू हामी देख्यौँ भने हिमालहरू, र अहिले चाहिँ पुरै हिमपात भइराखेको छ गाइस। हामी काली गण्डकीको किनार फर्किरहेका छौँ। कोही मानिसहरू गाडीमा जाँदैछन्, कोही फर्किँदैछन्। यो क्रम चाहिँ काली गण्डकी किनारमा चलिरहन्छ नै दैनिक जसो। त्यहाँ हिमपात भइराखेको छ, हामी अगाडि बढिरहेका छौँ। चिसो भइरहेको छ है गाइस, चिसो भइराखेको छ र हामीलाई लाग्छ हाम्रो यात्रा सफल हुनेछ। जब हामी घर पुग्नेछौँ र हाम्रो यात्रा सफल भएको हामी मान्नेछौँ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ गाइस। हेर्दै गर्नुहोला हाम्रो भिडियोलाई, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला गाइस। आगामी दिनमा अलि व्यवस्थित र राम्रो भिडियोहरू बनाउने प्रयास गर्नेछु। र जे जस्तो भयो, जे जति भ्याइयो त्यो हिसाबको चाहिँ मैले भिडियो बनाएको छु गाइस। जमसम टु मुक्तिनाथ, मुक्तिनाथ टु मुक्तिनाथ फ्रम पोखरा। यात्रा एकदमै रोमाञ्चक छ गाइस। सबैजना ह्याप्पी हुनुहुन्छ, ह्याप्पी भइरहनु भएको छ र गाडीमा म्युजिक बजिराखेको छ। युट्युबमा छ म्युजिक सुनाउन मिल्दैन गाइस, कपिराइट लाग्छ। त्यो भएर अलिकति मैले बोलेर म्युजिकसँग, ब्याकग्राउन्ड म्युजिकसँग
मैले चाहिँ अगाडि बढेको छु। यो जमसमको हामीले पुल क्रस गरेका छौँ। पुल क्रस गरेर अगाडिको दृश्यहरू चाहिँ एकदमै बिर्सिनै नसक्ने यस्तो रमाइलो, एकदमै मनमोहक, एकदमै सुक्खा डाँडाहरू, एकदमै माथि केही बर्फिला डाँडाहरू छन् भने केही सुक्खा र चट्टानी डाँडाहरू हामी देखिरहेका छौँ। हामी फाइनली जमसम बजारमा पनि आइसकेका छौँ। बिहानै माथि जाँदा कस्तो होला के होला भन्ने लागिरहेको थियो, अब चाहिँ क्लियर भयो गाइस। यहाँ धेरै मानिसहरू चाहिँ फोटो सेसन गरिराखेको हामीले देखिरहेका छौँ। यो अर्को नेक्स्ट मुख्य पुल आयो गाइस। अब यो जमसम पुल जमसम बजारमा पुग्छ। हामी काली गण्डकीलाई फेरि एकचोटि तरेका छौँ, क्रस गरेका छौँ। यहाँ ठुला ठुला होटेलहरू बन्ने क्रम पनि रहेछ गाइस। तर जमसम एकदमै रमाइलो ठाउँ रहेछ गाइस। यहाँ बस्नलाई चिसो वातावरण छ, तर तराईमा त भतभती पोल्ने गर्मीबाट आएको मानिसहरूलाई त यहाँ स्वर्गै पुगे जस्तो फिल हुँदो रहेछ। जे होस्, स्वर्ग हुन्छ हुँदैन त्यो त थाहा छैन, तर स्वर्गको महसुस चाहिँ यहाँ चाहिँ हुन्छ जमसममा। यात्रा एकदमै रोमाञ्चक भयो गाइस। अब हामी यहाँ जमसम बजारमा आइपुगेका छौँ। अब हामी बिहानको खाना यतै खानेछौँ र यसपछि पानी पर्ला जस्तो भइराखेको छ गाइस। सायद फर्किँदाखेरि हामी धेरै भिडियो बनाउन पाउँदैनौँ होला जस्तो छ, किनभने माथि एकदमै भारी हिमपात भइराखेको छ भने तल पनि हल्का हल्का पानीको छिटाहरू यहाँ पनि देखिसकेको छ। उता भर्खरै हिमपात भएको ठाउँ, अघि चाहिँ त्यसमा हिमपात भइरहेको थियो, अहिले चाहिँ क्लियर खुलेको छ। अब हामी फाइनली हिजो साँझ बसेको होटेलमा आइसकेका छौँ। यो होटेल कि मार्फा थकाली होटेलमा हामी चाहिँ विश्राम गरिरहेका छौँ। एकैछिनपछि खाना आउनेछ। हाम्रो टोली एकदमै खुसी छ। सबभन्दा हाम्रो सानीलाई चिसो भएको छ है गाइस, धेरै चकचक गर्ने मान्छे आज चिसोले गर्दाखेरि एकदमै न त मस्त भएर बसिराखेको अवस्था छ। यो होटेलको दृश्य हो गाइस। हामीले रुमसम्म त देखाउन सकेनौँ, चिसोको कारणले सोच्नै कस्तो के भइहाल्दो रहेछ। एकैछिन खाना आउनेछ, हामी खाना खानेछौँ र यसपछि हामी चाहिँ जमसमबाट पोखराको लागि हाम्रो यात्रा अगाडि बढ्नेछ। तर हाम्रो यात्रा आज सायद खाना आइसकेको छ। फाइनली सबैजना खाना खाएर हामी अगाडि बढ्नेछौँ। आकाशमा बादल देखेका थियौँ, पानी पर्छ होला सायद एकैछिनमा। तर यस्तो चान्स भयो कि हामीले मन्दिर दर्शन गरिसकेपछि मात्रै हिमपात सुरु भएको छ, पानी पर्न सुरु भएको छ। त्यो भएर हामीले फर्किँदाखेरि तातो पानी मार्फा गाउँ घुम्ने भनेका थियौँ, तर त्यो आज सम्भव नहोला जस्तो लाग्यो। तर हामी यहाँ रोकेर मार्फा गाउँ घुमेर गए त राम्रो हुन्थ्यो। कागबेनीको दृश्य पनि हामी देखाउन चुकेका छौँ, यसको लागि म माफी चाहन्छु।
किनभने हामी कागबेनी पुग्ने बेला भिडियो त बनायौँ, तर भिडियो कता डिलिट भयो त्यो भिडियोलाई चाहिँ हामीले जोड्न सकेनौँ। किनभने कागबेनीमा अप्पर मुस्ताङ जाने र मुक्तिनाथ जाने दुईवटा बाटो थियो। त्यहाँनिर गेटसम्म हामीले देखाउन पायौँ मुक्तिनाथ जाने। अब हामी फाइनली फर्किसकेका छौँ। अब हाम्रो टोली गाडीमा चढेर अगाडि बढिरहेको छ। पानी पर्ने सम्भावना एकदमै प्रबल देखिएको छ। जे होस्, जहाँसम्म पानी पर्दैन, जहाँसम्म भिडियो खिच्न मिल्छ हामी खिच्नेछौँ। तर हामीले धेरै ठाउँहरू मिस गरेका छौँ। मुक्तिनाथ आएर पनि यो धेरै इन्फर्मेसनहरू जानकारीहरू नभएर पनि हो। हामीले कहाँ जान्छ के हुन्छ, तर हाम्रो गुरुले गर्दाखेरि गुरु चाहिँ आएको भएर उहाँले चाहिँ आफूले थाहा पाएको जति ठाउँहरू हामीलाई भन्नुभएको थियो र त्यो ठाउँ ती भनेका जति ठाउँहरूमा हामी घुम्नु त घुम्यौँ, तर त्यसलाई हामीले मूर्त रूप चाहिँ दिन सकेनौँ। चारैतिर यो दृश्यमा हामी देखिराखेका छौँ। माटाको कच्ची घरहरू, पक्की घरहरू पनि हामी देखिराखेका छौँ र दायाँ बायाँ स्याउका बगैँचाहरू, पोखरका बगैँचाहरू पनि हामीले देख्यौँ र यहाँको जीवन शैली, यहाँको जीवन प्रक्रिया एकदमै हाम्रो भन्दा धेरै फरक, डिफ्रेन्ट जस्तो हामीले पाइरहेका छौँ। र अर्को कुरा, हामीले योभन्दा अगाडिको भिडियोमा जोमसोमको एयरपोर्टको हामीले भिडियो बनाएर त्यसमा देखाएका छौँ, तर यहाँ चाहिँ जोमसोमको एयरपोर्टको भिडियो हामी देखाउन सकेनौँ। त्यसको लागि पनि माथि माग्न चाहन्छु। माथि चाहिँ एकदमै भारी हिमपात भइराखेको छ गाइस। हामी यसको तल कालीगण्डकीको किनारे अगाडि बढिरहेका छौँ। अब पानी परिरहेको छ। पानीको छिटाले हामीलाई भेटाइसकेको छ गाइस। यो मुस्ताङको अन्नपूर्ण गाउँपालिकामा जाने पुल। योभन्दा अगाडिको भिडियोमा हामीले त्यो सबै देखाइसकेका छौँ गाइस। यो चाहिँ एउटा मन्दिर हो। यो पनि पानी परेको छ गाइस। पानीको छिटाहरूले हामीलाई भेटाइसकेको छ। हामी बिस्तारै अगाडि बढ्दैछौँ गाइस। दायाँ बायाँका दृश्यहरू हामीले भिडियोमा कैद गर्दै अगाडि बढिरहेका छौँ। हाम्रो टोली गाडीको म्युजिकमा व्यस्त छ। बाटो एकदमै क्लियर छ गाइस। पानी परिसकेको छ गाइस। पुरो भारी पानी परेको छ गाइस। हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला गाइस। हामी धेरै तल आइसकेका छौँ। पानी परेको हुनाले हामीले बिचको धेरै भिडियोहरू, धेरै ठाउँहरू मिस गरेका छौँ र फाइनली हामी पोखरा पुगिसकेका छौँ। होटल पेसिफिकमा नै हाम्रो बसाइ हुनेछ। हामी अस्ति पनि त्यहीँ बसेको। फर्किँदाखेरि भोलि हाम्रो होटल पेसिफिकदेखि रानीमहल घरसम्मको हाम्रो एउटा भिडियो अर्को बन्नेछ। हाम्रो 6औँ दिनको, आज यो 5औँ दिनको चाहिँ भिडियो हो गाइस है। योभन्दा अगाडि 4वटा भिडियो अपलोड भइसकेको छ हाम्रो युट्युब च्यानलमा, तर यो 5औँ भिडियो हो। हाम्रो च्यानललाई लाइक, सब्सक्राइब गर्नुहोला। यदि
तपाईँ चाहनुहुन्छ भने म तपाईँलाई यसैको लागि यस भिडियोको लागि मैले चाहिँ केही कुराहरू थप पनि प्रेस गर्नेछु भन्दै म अहिलेलाई बिदा हुन्छु। अब हामी होटेलमा बस्नेछौँ र यहाँबाट भोलि